ओली प्रधानमन्त्री भएकै बेला थापा पक्राउ परे। कमल थापालाई भेट्न पुगेका सांसद दीपक सिंह प्रहरी हिरासतमा। प्रधानमन्त्री ओलीले गरे 64 सडकको एकैसाथ शिलान्यास। संसारभर राइड सेयरिङ छ, यातायात सञ्चालन गर्न तपाईहरूले पाउने अरूले नपाउने भन्दै सरोज सिटौलालाई प्रश्न। प्रधानमन्त्री ओली भन्छन् अब बामे सरेर हुँदैन, रकेटको चालले विकास गर्छौं। इटको जवाफ पत्थरले दिनुहोस्, केही परे हामी छौं भन्दै कार्यकर्तालाई माओवादी अध्यक्ष प्रचण्डको निर्देशन। माओवादी अध्यक्ष प्रचण्ड भन्छन् यो सरकारको कुनै हैसियत छैन, काठमाडौँ कब्जा गर्ने गफले एमालेलाई लाज मर्नु बनाएको छ। मंगलबार संघीय निजामती सेवा विधेयक पेश गर्ने तयारी। गृह मन्त्रीको पक्षमा बोल्दै मधेसी दलहरू भन्छन् स्वच्छ छवि भएकालाई जबरजस्ती आरोप लगाइयो। पेट्रोलियम पदार्थको प्रयोग घटाएर विद्युतको प्रयोग बढाउन कांग्रेस सभापति देउवाको आह्वान। कोरियाले रुड इन्डस्ट्री अन्तर्गत वेल्डिङ क्षेत्रमा कामदार लैजाने आजदेखि आवेदन दिन सकिने। सरदर मिति भन्दा 15 दिन छिटो नेपाल प्रवेश गरेको मनसुन अब भने 7 दिनसम्म निष्क्रिय रहने मौसम पूर्वानुमान महाशाखाको भनाई। पर्यटक चढ्ने गाडीमा अवरोध नगर्न पर्यटन व्यवसायीको माग। चीनमा पूर्व राष्ट्रपति विद्या भण्डारीलाई उच्च सम्मान, नेपाललाई राजनैतिक सन्देश। कर्णाली डेभलपमेन्ट बैंकका 4 जनाको मिलेमतोमा 2 अर्ब 60 करोड अनियमितता भएको पुष्टि। गृह मन्त्रालयले 4 जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू परिवर्तन गर्यो। नारायण हिटीबाट कमलादी सारियो, हिमानी ट्रस्टको दीप प्रज्वलन कार्यक्रम। यातायात व्यवसायलाई गण्डकी सरकारले भन्यो नियमावली फिर्ता हुन्न, वार्तामा आउनुहोस्। आफूहरू कहिले देश छोडेर नभाग्ने र कुनै पनि देशमा सम्पत्ति नथुपारेको प्रधानमन्त्री पत्नी राधिका साक्यको भनाई। आगामी आर्थिक वर्ष 2082-83 को बजेट सकारात्मक भएको निकासी पैठारी संघको भनाई। जलवायु संकट समाधानका उपायहरू तत्काल कार्यान्वयन गर्नुपर्ने मन्त्री ठकुरीको भनाई। रूपन्देहीमा नेपालकै ठूलो प्राङ्गारिक मल उद्योग सञ्चालनमा। सुनकोशी मरिन डाइभर्सन परियोजना समयमै नसके ठेक्का तोडिने प्रधानमन्त्री ओलीको भनाई। सुर्तीजन्य पदार्थको लत छोड्न सहायता चाहियो भने 1132 मा कल गर्नुहोस्। वित्तीय क्षेत्रका सबै संस्थान नाफामा, सरकारलाई दिए करिब 2 अर्ब लाभांश। सुनचाँदी व्यवसायी संघको अनावश्यक करमा गम्भीर आपत्ति। 7 महिनापछि ओडिआई क्रिकेट खेल्दै नेपाल राष्ट्रिय क्रिकेट टिम। बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिना विरुद्ध पक्राउ पूर्जी जारी। भारतमा कोरोना संक्रमितको ग्राफ उकालो लाग्दै थप 2 जनाको मृत्यु। गाजामा राहत वितरण स्थल नजिकै इजरायलको आक्रमण 30 जना भन्दा बढीको मृत्यु। वैज्ञानिकले बनाएको क्यान्सरको औषधि जसले बिरामीको बाँच्ने समय दोब्बर बनाउने छ। ताइवान आन्तरिक मामिला हो भन्दै आगोसँग नखेल्न अमेरिकालाई चीनको चेतावनी। र स्वास्थ्य जानकारीमा डिहाइड्रेसनका लक्षण र बस्ने उपाय लगायत देश विदेशका 35 महत्त्वपूर्ण समाचारहरूको विवरण लिएर आएका छौं। हाम्रो भिडियो सामग्रीहरू अन्तिमसम्म हेरिदिनुहोला। शुभ प्रभात। इन्साइड नेपाल न्यूजमा यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत छ। म पुष्प दाहाल। आज मिति 2082 साल जेठ महिनाको 19 गते सोमबार, ईस्वी सम्वत जुन 2, 2025। आज ज्येष्ठ शुक्ल पक्ष सप्तमी तिथि। दर्शकबिन सदाका दिन जस्तै आज पनि हामी देश विदेशका ताजा समाचार सहित तपाईँ माझ उपस्थित भइसकेका छौं। तपाईलाई हाम्रो न्यूज बुलेटिन कहाँबाट हेर्दै हुनुहुन्छ कृपया आफ्नो गाउँठाउँको नाम तलको कमेन्ट बक्समा लेखिदिनुहोला। प्रस्तुत गरेको समाचार मन परेको छ भने कृपया हाम्रो भिडियो सामग्रीमा एउटा लाइक अवश्य गरिदिनुहोला। आजको समाचार सुरु गरौँ दरबार हत्याकाण्डको प्रसङ्गबाट। आज नेपालको इतिहासमा दरबार हत्याकाण्ड भएको ऐतिहासिक कालो दिन। तत्कालीन राजा वीरेन्द्र वीरविक्रम शाहको वंशनाश हुने गरी भएको उक्त हत्याकाण्ड आज 24 वर्ष पुरा हुँदा पनि रहस्यमय रहेको छ। 2058 साल जेठ 19 गते नारायण हिटी राजदरबारभित्र राजा वीरेन्द्रको सपरिवार सहित 10 जनाको रहस्यमय हत्या भएको थियो। उक्त हत्याकाण्डले नै गणतन्त्रको बिउ उम्रेको भन्नेहरू पनि धेरै छन्। जेठ 19 लाई नेपाली इतिहासमै काली लाग्दो दिनका रूपमा लिने गरिन्छ। नेपालको इतिहासमै सबैभन्दा अकल्पनीय र रहस्यमय घटनाको रूपमा लिएको उक्त हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र र राजकुमार निराजन तथा युवरागी श्रुति, अधिराज कुमार धीरेन्द्र, अधिराज कुमारी शान्ति राज्य लक्ष्मी सिंह, अधिराज कुमारी शारदा राज्य लक्ष्मी शाह, शाहज्यादी जयन्ती राज्य लक्ष्मी शाह, कुमार खड्क विक्रम शाह लगायतको हत्या भएको थियो। दरबार हत्याकाण्डपछि सर्वोच्च अदालतका तत्कालीन प्रधान न्यायाधीश केशव प्रसाद उपाध्यायको संयोजकत्वमा गठित उच्च स्तरीय छानबिन समितिले बुझाएको प्रतिवेदन अनुसार युवराज दीपेन्द्रलाई दोषी ठहर गरेको थियो। उक्त समितिले युवराज दीपेन्द्र शाहले सबैजनालाई गोली चलाएर हत्या गरी आफूले पनि गोली हानेर आत्महत्या गरेको प्रतिवेदन सार्वजनिक गरे पनि यसलाई धेरैले विश्वास गर्न सकिरहेका छैनन् र यो घटनाको पुनः छानबिन पनि हुन सकिरहेको छैन। त्यसैले उक्त हत्याकाण्डलाई अहिले पनि रहस्यमयकै गर्ममा रहेको मानिएको छ। उच्च सुरक्षा घेराभित्र रहेको राजदरबारमा भएको हत्याकाण्ड अहिले पनि रहस्यकै गर्भमा छ। तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला समेत उक्त घटनालाई ग्रान्ड डिजाइनको संज्ञा दिनुभएको थियो, तर डिजाइनर को हुन् भन्ने कुरा रहस्यमै सीमित भएको छ। तत्कालीन सभामुख तारनाथ राणा भाटले उच्च स्तरीय छानबिन प्रतिवेदन सार्वजनिक गर्नु भएको थियो।
उक्त घटनामा युवराज दिपेन्द्रलाई दोषी ठहर गरे पनि धेरै नेपालीहरू रहस्यमय घटना नै भनिरहेका छन्। तत्कालीन सभामुख राणा भाटले उक्त घटनामा तत्कालीन छानबिन समितिको प्रतिवेदन जे कुरा निकालो सोही कुरा पढेर आफूले सार्वजनिक गरेको बताउनुहुन्छ। उक्त हत्याकाण्डले विश्वभरि नै सनसनी मचाएको थियो। जेठ 19 को त्यो काली लाग्दो घटनाले अहिले पनि हरेक नेपालीको मन झस्काउने गर्छ। हरेक शुक्रबार राज संस्थाको पारिवारिक जमघट हुने गर्थ्यो। उदार, जनप्रिय र शान्तिप्रेमी राजाको छवि बनाउनु भएका वीरेन्द्रको वंशनाश भएपछि नेपालमा राजतन्त्र धेरै समय टिक्न सकेन। राजा वीरेन्द्रपछि उहाँका माइला भाइ ज्ञानेन्द्र वीरविक्रम शाह राजा हुनुभयो। तर उहाँले प्रत्यक्ष शासन सत्ता हातमा लिएर तानाशाही बन्न खोज्दा नेपालका राजनैतिक दलहरूले 2062-63 मा दोस्रो जनआन्दोलन चर्काए। सशस्त्र युद्ध गरेको माओवादीलाई शान्ति प्रक्रियामा ल्याएपछि नारायण हिटी दरबार हत्याकाण्डको 7 वर्षपछि अर्थात् 2065 जेठ 15 गते मुलुकमा राजतन्त्र समाप्ति र गणतन्त्रको घोषणा भयो। ज्ञानेन्द्र शाह नै नेपालको इतिहासको अन्तिम राजा बन्न पुग्नुभयो। राजतन्त्रको समाप्ति भएर मुलुक अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राजनैतिक व्यवस्थामा चले पनि राजा वीरेन्द्रलाई मनमा सजाउने धेरै नेपालीहरू छन्। त्यसैले जेठ 19 को काली लाग्दो दरबार हत्याको घटना नेपालीको मनबाट मेटिन सकेको छैन। यातायात व्यवसायीले आजदेखि देशभर अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका छन्। सार्वजनिक यातायात बचाउ केन्द्रीय सङ्घर्ष समितिको आह्वानमा आजदेखि देशभरका सार्वजनिक यातायात ग्यारेजमै थन्काएर बस्ने निर्णय भएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले बताउनु भएको छ। आफूहरूले गण्डकी प्रदेश सरकारले राइड शेयरिङको नाममा निजी प्रयोजनका लागि खरिद गरिएका सवारी साधनलाई भाडाका सवारी साधन सरह प्रयोग गर्न दिने गरी ल्याएको नियमावली खारेजको माग गरेको उहाँको भनाइरहेको छ। यसबारे सम्बन्धित निकायलाई ध्यानाकर्षण पत्र बुझाई यथाशीघ्र समस्या समाधान गर्न अनुरोध गर्दा पनि सुनवाई नभएपछि आजदेखि सवारी साधन घर तथा ग्यारेजमा थन्काएर आन्दोलनमा उत्रिने निर्णय गरिएको उहाँले बताउनु भएको छ। यसैबीच आइतबार सार्वजनिक यातायात बचाउ केन्द्रीय सङ्घर्ष समितिको नामबाट जारी भएको विज्ञप्तिमा भनिएको छ, यसबाट पर्न जाने असरको सबै जिम्मेवारी नेपाल सरकार नै हुने हुँदा 19 गतेबाट हुने बन्दले आम उपभोक्ता वर्ग, यात्रु, मजदुर, कर्मचारीहरूलाई हाम्रो आन्दोलनमा आफ्नो क्षेत्रबाट सक्दो सहयोग गरी सार्वजनिक यातायातलाई बचाइदिन सरकारवाला सबै निकायमा हार्दिक अपील गर्दछौँ। राप्रपा नेपालका अध्यक्ष कमल थापा राजा फर्काउने भन्दै गरिएको प्रदर्शनमा आइतबार पक्राउ पर्नुभयो। गणतन्त्रको विरोधमा सडकमा उत्रिनु भएका थापालाई प्रहरीले लचार पछार गर्दै काठमाडौँको नारायण चौरबाट पक्राउ गरेको हो। उक्त प्रदर्शनबाट थापासहित 7 जना प्रहरीको नियन्त्रणमा पुगेका छन्। थापालाई पक्राउ गर्दाको तस्बिर र दृश्यले यतिबेला सामाजिक सञ्जाल तातेको छ, किनभने उहाँ केवल एक प्रदर्शनकारी मात्र नभएर पूर्व गृहमन्त्री समेत रहनु भएको हो र लोकतान्त्रिक गणतन्त्रका लागि 2062-63 मा भएको जनआन्दोलनमाथि निर्मम दमन गर्ने मुख्य भूमिका पनि गृहमन्त्रीको रूपमा उहाँले नै खेल्नु भएको थियो। अझ रोचक पक्ष त के छ भने थापा गत आम निर्वाचनमा नेकपा एमालेको चुनाव चिन्हबाट प्रतिनिधि सभामा पाइला टेक्ने प्रयासमा रहनु भएको थियो। मकवानपुर क्षेत्र नम्बर 1 बाट सूर्य चुनाव चिन्ह लिएर चुनावी मैदानमा उत्रन थापाले निकै सङ्घर्ष खेप्नु परेको थियो। एमाले मकवानपुरले उक्त क्षेत्रका लागि रामेश्वर राणाको नाम फाइनल गरिसकेको थियो। जिल्ला कमिटीको समर्थनलाई स्वीकार गर्दै राणाले चुनावी अभियान 2079 वैशाखबाट नै सुरु गरिसक्नु भएको थियो। 4 मङ्सिर 2079 मा हुने आम निर्वाचनका लागि राणा तयारी जुटिरहँदा उहाँको चुनावी यात्रामा ब्रेक लगाउन थापा आइपुग्नु भएको थियो। 23 असोज 2079 मा मनोनयन दर्ता गराउने मिति तोकियो। उता एमाले अध्यक्ष केपी शर्मा ओलीको आशीर्वाद पाएर गृह जिल्ला मकवानपुर हानिनु भएका थापालाई एमाले पार्टी कार्यालयमा प्रवेश दिएन। राणालाई नै टिकट दिनुपर्छ भन्ने एक पक्षको नाराले पार्टी कार्यालयमा तनाव सृजना भयो। तर केन्द्रबाटै टिकट गोजीमा पाएका थापा निर्धक्क भएर मनोनयन दर्ता गराउनु भयो। मनोनयन दर्ता गर्दा उहाँ भाइ गणेश थापा, श्रीमती र राप्रपा नेपालका नेता राजाराम बर्तौलालाई साथ लिएर निर्वाचन अधिकृतको कार्यालय पुग्नु भएको थियो। आफ्नो चुनाव चिन्हमा विश्वास नलागेर थापाले एमालेको सूर्य चुनाव चिन्हबाट निर्वाचनमा होमिनु भएको थियो। पार्टी अध्यक्ष ओलीले गणतन्त्र पक्षधर आफ्नो पार्टीका कार्यकर्ताको टिकट खोसेर चुनाव चिन्ह दिँदै गुण लगाएका थापा अहिले गणतन्त्रकै विरोधमा उत्रिँदा पक्राउ पर्नुभयो। 3 वर्ष अघि ओलीले संसद बन्ने अवसर दिएका थापाले यो अवसरको उपयोग गर्न त पाउनु भएन, बरु ओलीले देशको नेतृत्व गरिरहेका बेला गणतन्त्र विरोधी आन्दोलनमा उहाँ पक्राउ पर्नुभयो। त्यसो त 2072 मा संविधान जारी भए लगत्तै बनेको सरकारमा केपी शर्मा ओलीले नै थापालाई उपप्रधान तथा परराष्ट्र मन्त्री बनाउनु भएको थियो। नयाँ संविधान अन्तर्गत गठित पहिलो सरकारमै उपप्रधानमन्त्रीको पद खानुभएका थापा अहिले यही संविधानको विरोधमा सडकमा उत्रिँदा प्रहरीको हिरासतमा पुग्नु परेको छ। आइतबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएका राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपा सांसद दीपक सिंह सहित 7 जना रिहा भएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार नियन्त्रणमा लिएका 8 मध्ये 7 जनालाई जिम्मा जमानीमा छाडिएको हो। पक्राउ परेका 1 जना भने अझै हिरासतमा रहेका छन्। प्रहरीका अनुसार पक्राउ परेका मध्ये डाक्टर राजीव झालाई हिरासतमै राखिएको छ। झाले मापसे सेवन गरेको पाइएको प्रहरीले जानकारी दिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराका अनुसार उनले मापसे सेवन गरी भिडियोमा अपशब्द बोल्ने कार्य समेत गरेको पाइएको छ।
राजावादी समूहले आज उपत्यका बन्द गर्ने घोषणा गरेको छ। राज संस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले एक विज्ञप्ति जारी गर्दै आज उपत्यका बन्दको घोषणा गर्नुभएको हो। यता सरकारले काठमाडौँको कोटेश्वर, बल्खु र चावल स्थित सिफल चौर क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले विज्ञप्ति जारी गर्दै 2 महिनासम्मका लागि निषेधाज्ञा जारी गरेको जनाएको छ। रात मच्छिन्द्रनाथको भोटो प्रदर्शन गरिएको छ। सहकाल र वर्षाका देवता मानिने रात मच्छिन्द्रनाथको भोटो आइतबार अपराह्न राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रदर्शन गरिएको हो। गुठी संस्थान ललितपुरका प्रतिनिधिहरूले मच्छिन्द्रनाथको रथमा उभिएर भोटो देखाउनु भएको थियो। भोटो प्रदर्शनीमा राष्ट्रपति पौडेलसहित उपराष्ट्रपति रामशाह प्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सर्वोच्च अदालतका प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल, उपप्रधानमन्त्री, मन्त्रीहरू र सरकारी उच्च पदस्थ कर्मचारीहरूको सहभागिता रहेको थियो। भोटो प्रदर्शनपछि राष्ट्रपति सहितका उच्च पदस्थ व्यक्तिहरूले रात मच्छिन्द्रनाथको टीका र प्रसाद ग्रहण गर्नुभएको थियो। यो परम्परा करिब 800 वर्ष पुरानो मानिन्छ। भोटो देखाउनुको पछाडि भूत प्रेतलाई खाना चढाउने र वर्षा तथा सहकालको प्रतीकका रूपमा रात मच्छिन्द्रनाथको पूजा गर्ने धार्मिक जनविश्वास रहँदै आएको छ। मणिमाणिक्य जडित भोटोको दर्शनले मानसिक चिन्ता हट्ने र शान्ति मिल्ने साथै शुभ फल प्राप्त हुने जनविश्वास छ। उक्त अवसरमा सरकारले हिजो काठमाडौँ